उल्टो फल्स हालेर रहेछ क्या अहिलेको पैसा धेरै भयो भन्ने के सी कतिमा गरिदिनु त नि 10 रुपैयाँ हेलो नमस्ते लेडिज एन्ड जेन्टलम्यान एलएनजी स्वागत छ भाइबिट आरओडीमा म चाहिँ हो आरओडी आजमा आइसकेँ फेरि पनि नयाँ भिडियोको साथमा अनि अस्ति चाहिँ मैले डेली ब्लग बनाउँछु भनेको थिएँ बनाउन पाएन किन बनाउन पाएन कहीँ जाँदैन केही हुँदैन त्यही भएर बनाएन पनि हैन तर अब चाहिँ मैले काम पाएको छु है मैले काम म बेरोजगारी लेभलबाट हल्का माथि आएको छु म चाहिँ अनि अहिले टेलरमा काम गर्दैछु टेलरबाट कपडा ल्याउने घरमा ल्याएर सिलाउने तर त्यस्तो हैन टेलरमै चाहिँ जानु परेन वहाँ जानी कपडा ल्याउने सिलाउने लाने फेरि कपडा ल्याउने सिलाउने लाने हो त्यो मैले काम पाएको छु टेलरमा मैले पहिला पनि टेलरमा गर्न चाहिँ गरेको हो तर यसरी घरमा ल्याएर चाहिँ गरेको थिएन अनि बीचमा आफ्नै टेलर पनि खोलियो के भयो अनि बेरोजगार भएर बसेँ फेरि अहिले त्यही टेलरमै गर्न थालेको छु हैन काम पाए जे होस् अब मेरो ब्लग आउनु सक्छ है डेली हुन पनि सक्छ के थाहा हैन अहिले चाहिँ हल्का काम छ म त्यो गर्छु अनि त्यो पुरानो कपडालाई बढाउनु पर्ने काम हो कि त्यही भएर त्यो खासै के देखाइरहन्छ त्यो हैन म अहिले एकछिनमा देखाउँछु अहिले चाहिँ के ल्याउँछु हैन पहिला त्यो बनाएर पुऱ्याइदिन्छु अनि अहिले लिएर आएपछि म देखाउँछु मैले चाहिँ फल्स लिएर आएको छु अहिलेलाई काम मेरो दुईटा साडीमा फल्स हाल्नु छ अब अहिले आज फल्स हालेर यो पुऱ्याएर फेरि के हुन्छ अहिले हेर्नुपर्छ है ए साडीमा यस्तो छ साडी यस्तो खालको ला तर फल्स चाहिँ हाल्न आउँछ है साडीमा मलाई लाउन नआए पनि यस दामी रहेछ योभन्दा अर्को चाहिँ दामी छ यो भयो एउटा अनि धागो अनि यो हो यो चाहिँ कस्तो राम्रो लाग्यो मलाई कलर पनि हेर्नु कस्तो दामी के हैन खो यो नाम चाहिँ थाहा छैन मलाई साडीहरुको के भन्छ मलाई थाहा भएन त्यस्तो चाहिँ के हो यस्तो खालको छ गाई साडी यस्तो कपडा हो के भन्छ यो साडीको नाम के हो ए यता साइडमा पो त है यस्तो गरेर यो के त हो यो थाहा छैन मलाई कता हो ला 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 ओ नाइस साडी फल्स क्या तल खुट्टापट्टि लाउनु पर्ने फेरि कम्मरपट्टि चाहिँ फल्स जाला नि हैन हेर्नु पर्यो नि त मजाले ओ सुरुमा चाहिँ पहिला उयसको छेउ सिलाउने हो यति यस्तो गरेर भित्रबाट यसरी सिलाइदिने हो पहिला अनि त्यसपछि यहाँदेखिबाट सररररररर फल्स हाल्ने फल्स यसको पनि रहेछ यहाँ छेउमा सिलाउनु पर्यो पहिला यति घट्टङ टङ टङ अनि बल्ल फल्स हाल्न सुरु ल म फल्स हाल्छु अब बुझ्नु भयो हल्ला गरेर भिडियो बनाउने वातावरण नै रहेन रहेछ यहाँ त यो काम मैले गरेको धेरै पनि भएन अस्ति कति 2-3 दिन भयो गर्न थालेको 2-3 दिन हैन ठ्याक्क 30 गतेदेखि न्यू इयर भन्दा एक दिन अगाडि गरेको आज 4 भनेपछि 5 दिन भयो 5 दिन ल मैले गर्न थालेको 5 दिन भयो अनि यस्तो भयो क्या सोध्नु गएकै दिनमा काम पठाइदियो के मलाई काम गर्नलाई अन्त अचानक लाइफस्टाइल चेन्ज भयो के अरू बेला 9 बजे सिधै 9, 10, 11 बजे उठ्ने मान्छे अहिले काम गर्नलाई भए पनि उठ्नु पर्यो बिहान कि त बिहान उठ्नु पर्यो काम सकेन भने रातिसम्म गर्नु पर्यो त्यस्तो भइरहेछ अहिले त्यही भएर अहिले चाहिँ अलिक भिडियो बनाउनु अलिक कस्तो नपाएको टाइम भनौँ न पाएको बेलामा सुतेर बस्यो अब चाहिँ यस्तै हो जिन्दगी के गर्नु त हैन काम पाए बेला पनि गर्नु पर्यो नि त काम परेन अब सुरुमा उयसमा हाल्नु पर्यो फल्स यो निलोमा यसमा त यहीँ सुरुदेखि नै उयो छ त यार बुट्टा यो माथिको त पल्लु नै होला यो पल्लु भयो माथिको यतै होला मलाई यस्तो साडीहरूको बारेमा चाहिँ खासै चाहिँ थाहा छैन है यस्तो त्यो किन हो मलाई पनि थाहा छैन किन थाहा नभएको चाहिँ
साडीहरूमा खासै इन्ट्रेस्ट नभएर होला नि त हैन के हो लाउनु पनि यो चाहिँ लाइटको कार्टुन बक्स उहाँ राख्ने हो कि काखमा यसरी अर्कै भाबे हुन्थ्यो यो यसो पनि एउटा स्वाइ 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 लाउने यसरी म देखाउँछु है लुक यु लुक यही दिएको छ यही हाल्ने त होला नि कस्तो होला नि हो नि यही हाल्ने त हो मैले टेलर काम सिकेको चाहिँ भइसक्यो है 4-5 वर्ष भइसक्यो है मैले सिकेको चाहिँ हैन टेलर काम सिकेको चाहिँ अनि सिकिसकेर यो काम सिकिसकेर पनि हैन ल यसको नि सिलाउनु पर्ने थियो छेउमा तर हैन यस्तो गरेर हाल्दिने एउटा ट्रिक हो नि त ट्रिक के यो काम चाहिँ मैले सिकिसकेर पनि हैन कति एक 1.5 वर्ष जति चाहिँ यतिकै खाली नै बसे क्या कामै नगरिकिन सिकिसकेर पनि हैन अनि पछि चाहिँ अनि फेरि काम गर्दा गर्दै सिके क्या काम गर्दा गर्दा सुरुमा यस्तै हातको कामहरू सिक्यो हैन काम गर्दाखेरि चाहिँ सुरुमा हातको कामहरू सिक्यो अनि यस्तै फल्सहरू हाल्न सिक्यो फल्स हाल्न त पहिला मलाई हैन यस्तो टाइम लाग्थ्यो भनेको एउटै फल्स हाल्नलाई 2-3 घण्टा लाग्थ्यो क्या अहिले नि खासै छिटो त हुँदैन 1 घण्टा जस्तो त लाग्छ है एउटा माल्नलाई त्यही हो अनि पछि बिस्तारै काम गरे काम पनि ठाउँमा गरे नि त ठाउँमा खाट के पानी चाखे हे हमने भने जस्तै के भने यो ठाउँमा गरे हैन ठाउँमा गर्दा कतिवटा 4-5 वटा टेलरमा त मैले कामै गरे होला के अनि कुनै ठाउँमा फल्स हाल्न सिक्यो कुनै ठाउँमा ब्लाउज सिलाउन सिक्यो है कुनै ठाउँमा अनि डिजाइन ब्लाउज बनाउन सिक्यो हैन त्यसरी सिके हो के अन्त काम गरेको पनि 1.5 वर्षपछि टेलर खोलेको के काम गरेको 1.5 वर्षपछि अझ काम गरेर पनि कति महिनासम्म त खाली नै केही पनि नगरिकिन बसेरै हैन अनि एकैचोटी टेलर खोलेको थियो के पछि टेलर त खोल्यो अब ठाउँै त्यस्तै हो कि के हो थाहा भएन के नचलेको हो कि सुरुमा त आउँथ्यो अलिअलि फाटोफुटो मान्छे हैन आउँथ्यो नआएको पनि हैन आउँथ्यो मान्छे हैन कति पछि फल्स हाल्न लाग्यो कि मैले फल्स चाहिँ फेरि टेलरै खोल्दा नि फल्स चाहिँ आएको थिएन सिलाउन मान्छे यो फल्स हाल्नु चाहिँ आएको थिएन के अरे अनि कति पछि गरेको हो नि त उल्टो फल्स हालेर रहेछ क्या कति पछि पसल खोलेको है काम गरेर पनि काम 1.5 वर्ष काम गरेर पनि फेरि कति 5-6 महिना 6-7 महिना खाली नै बसेर अनि बल्ल आफ्नो टेलर खोलेको हो हैन टेलर नि धेरै चलाएन हो 5 महिना जति चलाए टेलर है नचल्ने के मान्छे आउने 1-2 आउने कोही आउने अनि के भन्ने भने पैसा धेरै भयो भन्ने के आमा ओइ अहिलेको जमानामा हैन एउटा कुर्ता ओ माय गॉड अहिलेको बोल्न खोज्दैछु करा अहिलेको जमानामा पनि हैन सिम्पल कुर्ता सुरुवालको 300 मात्र लिन्थे क्या मैले 300 अठोमा सिम्पलकै मात्र 350-400 सम्म लिन्छ के अरु ठाउँमा सिम्पलकै मात्र 350-400 लिन्छ के हैन मैले चाहिँ त्यसरी लिँदा पनि महँगो भयो भन्ने के कस्तो अनि त्यसरी नि सिलाइदियो अनि महिनामा अब भाडा छ 10,000 सटरको हैन त्यसमाथि भित्र छ क्या भित्र ठाउँमा क्या धेरै नचल्ने ठाउँमा भित्री ठाउँमा हैन सटर भाडै 10,000 महिनामा 5,000 नि उठ्थेन क्या अनि के गर्ने त आउँथ्यो नि आउन त अलिअलि घटाउन बढाउन भने आउँथ्यो मान्छेहरू आउन त हैन अब आफूलाई भाडा तिर्नै नपुगेपछि त्यो चलाएर बस्ने त नि के गरेर चलाएर बस्ने अझ रुम पनि छुट्टै थियो हैन पछि अनि भाडा दुईतिर डबल हुन्छ भनेर रुम पनि सटरमै सारेको क्या सटरमै बस्न थालेको हैन त्यही पनि लमा अब ल जिन्सको प्यान्टको लेन्थ घटाउँछ नि हैन त्यस्तो त अब पुरै त्यो तलको त्यो टाल्नु पर्छ नि त जिन्सको प्यान्टलाई त हैन तलको बिट भन्छ कि के हो त्यस्तो टाल्नु पर्छ नि त हैन
त्यस्तो टालेको कति लिन्छ थाहा 100-150 त भन्छ कि मजाले त्योभन्दा बढी नि हुनसक्छ मैले जब त्यति गरिदिएको होइन कति 50 रुपियाँ मात्र भन्थेँ कि होइन 50 रुपियाँ महँगो भएन भन्ने के आछि कतिमा गरिदिनु त नि 10 रुपियाँ छ्या अचम्मको मान्छे यार के भन्नु त नि त्यस्तो चलाएर बस्नु त नि फोकटमा घरबेटीलाई मुलाई महिनाको 10-10 हजार यार 6 महिनामा त कति गयो त 10 20 30 40 50 60 हजार त गए त्यत्रो पैसा जोगाएर राखेको भए के हुन्थ्यो अहिले त्यस्तोतिर अनि वाक्कै लाएर अनि रुममै सरेको के अनि फेरि काम पनि अब अरू नै काम गरौँ भनेको लास्टमा फेरि टेलरमै गरेँ के पाएन त अरू खोजेको त नपाइसकेको हुन्छ आफूलाई जे आउँछ त्यही गर्नु पर्यो लास्टमा होइन तर यस्तो के फेरि अरूको टेलरमा गऱ्यो भने चाहिँ यस्तो टेलर काममा चाहिँ अरूकोमा चाहिँ खासै फाइदा हुँदैन कि आफूलाई मतलब धेरै पैसा हुँदैन कि यस्तो टेलरमा कि त आफ्नै गर्नु पर्यो होइन आफ्नो गरेर पनि चलाउन सक्नु पर्यो क्या गर्न सक्नु पर्यो अनि मात्र हुन्छ अरूकोमा काम गरेर चाहिँ खासै उभो लाग्दैन यो टेलर काम मात्र चाहिँ आथामा त्यही भएर अरू काम खोजेको पाएन यार अब आफूलाई जे होस् यो टेलर सिकेर पनि यति भने काम पाइरह होइन जे होस् मैले गरेको एक्सपिरियन्स चाहिँ छ है मलाई फेरि अलिअलि त्यस्तो धेरै नआए पनि फेरि मैले फेरि ब्लाउजहरू चाहिँ दामी सिलाउँथेँ क्या पहिल्यैदेखिबाट पुरा त्यो काम गर्दा गर्दै सिकेको हो नि त अनि त्यति बेलादेखि नै क्या तारिफ आउँथ्यो क्या ब्लाउज चाहिँ मैले दामी सिलाउँछु भनेर होइन चट्ट पाइपिङ साइपिङ हालेर सिलाउँछु नि त इग्नोर द ब्याकग्राउन्ड म्युजिक त होइन हल्ला नगर धेरै हल्ला के भन्नु यार कति बज्यो अहिले 11 बजे 11:15 भएछ अनि एक त ज्याउ धागो अल्झिने ठाउँमा गाँठो पर्ने कस्तो अप्ठ्यारो लाग्यो कि यो मुनिको यो भएन के यो तले ओछ्याउँछ चाहिँ भएन क्या राम्रो बल्ल एउटा निलोवाला साडीमा फल्स हालेर सकाएँ अब रातोमा हाल्न लगाएको धागो नै हरायो भनेको मेरो धागो कैची कता गयो भनेको त्यो बच्चामा होमवर्क गर्दाखेरि पेन्सिल इरेजर हराउँछ नि हो त्यस्तै भइरहेको क्या ल कैची चाहिँ यहाँ रहेछ भेटेँ माइकी आएर बोले कैची चाहिँ भेटेँ यही आफ्नै घुँडा मुनि थिचेर राखिरहेको रहेछ यार अलि त्यत्रो यताउता खोज्दाखेरि भेटिनँ होइन जब क्यामेरा खोलेर यसो हेरेको त बल्ल यहाँ देखिरहेको के हो यस्तो अचम्म खोकी लाग्छ त अब पालो भएको छ हाम्रो रातो साडीको लाल भनेर लाल त छैन यो लालै हो टल्किने खालको छ क्या कलेजी कलरको हल्का गाटा खालको देखा चाहिँ यहाँनिर साडी हल्का यता आउन त देखियो देख्दैन चाहिँ मजाले है मैले चाहिँ नदेखाएको आँखाले नि यार फेरि कैँची हरायो यस्तो क्या यो टेलर काम ठिकै हो कि होइन तर यस्तो क्या मान्छेहरूले चित्त बुझाउन गाह्रो के यसमा चाहिँ भन्छ नि के मान्छेहरूले भन्छ कति राम्रो काम हो बसेर एक ठाउँमा गर्ने थ्याच्च बस्यो गर्यो आराम छ भन्छ होइन गर्नेलाई थाहा हुन्छ कम ढाड दुख्छ चाक दुख्छ यार एकै ठाउँमा बसिरहन कम झ्याउ हुन्छ देख्नेलाई पो सजिलो छ त काहीँ जानु पर्दैन घाममा सेकिनु पर्दैन भन्छ होइन तर एकै ठाउँमा बसिरहने नि लास्ट गाह्रो हुन्छ क्या ढाड दुख्छ यस्तो पछाडिको यो घाँटी मुन्टो दुख्छ गाह्रो छ नि यार तर पहिले म टेलरहरूतिर काम गर्दाखेरि पनि होइन टेलर सिक्न जाँदाखेरि पनि होइन त्यहाँको त्यो सिकाउने मान्छेले त्यो टेलरको साउनीहरूले भन्थ्यो कि होइन यो काम त अब जस्तै काम हो लास्टै झ्याउ हुन्छ भन्थ्यो तर मैले चाहिँ के भन्थेँ भने के अरे यस्तो टेन्सन हुन्छ यस्तो काममा मान्छेहरूले चित्त बुझाउन गाह्रो हुन्छ यहाँ भनेर भन्थ्यो कि साउनीहरूले पनि होइन साउनीहरूले पनि सिकाउने मान्छेले पनि मैले चाहिँ के भन्थेँ भने मलाई नि यस्तो खालको टेन्सन चाहिँ लिन मन छ एकचोटि भनेर भन्थेँ कि होइन तर कसम आफूले गर्न थालेपछि त लास्टै हुँदो रहेछ नि साँच्चीकै हुने रहेछ यार त्यस्तो तर होइन फेरि मैले त्यो नराम्रो भन्नु खोजेको होइन अरूलाई यस्तो नगर्नु भन्नु खोजेको होइन कि होइन सक्नेले सक्छ गर्नेले गरिरहेको हुन्छ होइन
तर हुन चाहिँ झन्झट चाहिँ हुन्छ है। त्यही भएर एकचोटि मैले टेलर नि खोलेर नि हेरेँ, मलाई चाहिँ लास्टै हेप्या हो कि के हो कि मान्छेहरूले पैसा धेरै भयो भने पैसा कसैले त होइन ला मैले पैसा ल्याएन अहिले आएर दिन्छु ल भन्ने, त्यसपछि नदिने क्या। धेरै पनि अनि 20-30 रुपियाँ पनि क्या, 20-30 रुपियाँ पनि दिन त्यस्तो गर्ने भनेको यार। अनि के गर्नु त अन्त मैले गरिनँ अब। अनि त्यसमाथि मान्छेहरूलाई चित्त बुझाउनु लास्ट गाह्रो छ है। ऊ यत्रो वर्ष काम गरिरहेको, पसल खोलेको, यही मैले काम गरेको त्यो पसलको दिदीकोमा त त्यस्तो मान्छेहरू आउने रहेछ। सुरुमा चाहिँ यसरी बनाइदियो भने नि पछि बनिसकेपछि ए यहाँनिर यस्तो गरिदेऊ न, यहाँनिर यस्तो गरिदेऊ न भनेर भन्ने के। सुरुमा चाहिँ जस्तो भने त्यस्तै सिलाइदियो होइन, पछि अनि चित्त नबुझेर अनि ए यस्तो गरिदेऊ नि, यहाँ यस्तो गरिदेऊ न भन्ने कि। अचम्मै रहेछ हुने यार मान्छेहरू पनि। फेरि यस्तो कि मैले पहिला टेलरहरूमा कति धेरै काम गरेँ नि त होइन। अनि मैले चाहिँ काम 1-2 महिना गर्ने, फेरि छोडिदिने, फेरि अर्को ठाउँमा गर्ने, फेरि 1-2 महिना गर्ने, फेरि छोडिदिने क्या होइन। त्यसो चाहिँ किन भन्दाखेरि काम गर्नै नसक्ने क्या अरूकोमा म चाहिँ होइन। त्यो साउनीहरू देखेर पनि चित्त नबुझ्ने क्या। खोइ किन हो, खोइ त्यो अरूको त्यो अर्डरमै बस्नु नसक्ने खालको जस्तो मान्छे क्या म चाहिँ होइन। त्यही भएर झ्याप्लाएर नि यहाँ छोडिदिन्थेँ, लास्टमा आफ्नै गऱ्यो, आफ्नो पनि खोइ खासै फापेन मलाई। त्यही भएर अहिले फेरि यो दिदीकोमा गर्दैछु। अब चाहिँ यसो अब जे भए पनि अब चित्त बुझे नि नबुझे नि अब चित्त बुझाएर गर्नु पऱ्यो होइन। तर खासै पैसा चाहिँ हुँदैन कि त आफूले गर्नु सक्नु पऱ्यो मजाले ड्याङ्की ड्याङ होइन। फेरि काम पनि त्यस्तै हुनु पऱ्यो नि त, ड्याङ्की ड्याङ आउने गरी होइन। पसलमा आए पो मलाई काम गर्न दिन्छ त होइन, त्यस्तो हुनुपर्छ क्या। अनि हो जे होस् गर्दैछु, जे भए पनि अब सधैँभरि यसरी अर्को काम गरेर त बसिँदैन होइन। सोच्न चाहिँ सोचेको छु मैले टेलरकै काममै होइन, तर अर्कै तरिकाले सोचेको छु कि मैले एउटा जे होस् होइन यो मान्छेहरूको अर्डर लिएर आफैले सिलाएर उनीहरूकै नापले सिलाइदिनु चाहिँ लास्टै झ्याउै हुन्छ क्या। किनभने मान्छेले चित्त बुझाउन गाह्रो हुन्छ कि त्यस्तो मान्छे होइन। अब ठिकै भइरहेको लुगालाई पनि भएन भनिदिन्छ कि त्यस्तो खालको मान्छे नि हुन्छ कि होइन। त्यही भएर गाह्रो छ। अब नसिक्नु काम सिकिहाल्यो। पहिला त ए त्यस्तो टेलर नि सिक्छ भनेर भन्थेँ मैले भन्नुपर्ने होइन। तर बिचमै पढाइ सढाइ गुलुत्तै भइहाल्यो खुलुत्तै भइहाल्यो। अनि पछि टेलरै सिकियो होइन। ठिकै छ अब यही कामलाई नै अब अर्कै तरिकाले गर्ने क्या पछि गएर होइन। अब अहिले नै गरिहाल्नलाई अब छैन नि त होइन। मनी चाहियो, मनी जे कुरो नि अब मनी हो, पैसा हो। पैसा नभए के नै हुन्छ र होइन। अब अलिअलि सामानहरू लगानी हल्का धेरै नभए नि अलिअलि लगानी गर्नलाई नि पैसा त चाहियो नि त होइन र। त्यही नभएको कारणले चाहिँ अड्किरहेको छु म। त्यही भएर काम गर्दैछु। अब बिस्तारै पछि छ है मेरो एउटा प्लान चाहिँ छ केही गर्ने भनेर मैले सोचिसकेको छु। त्यो प्लान पनि त्यो अहिले नै चाहिँ म भन्दिनँ, त्यो पछि नै भन्छु के कुरो हो भनेर। तर टेलर लाइनमै हो हुन चाहिँ, तर एउटा आइडिया छ क्या मसँग। सफल भयो भने नि होइन सुरु गर्दाखेरि नि भनौँला नि होइन। कति हल्ला गर्छ यहाँ सुने ब्याकग्राउन्डमा। सक्यो यो पनि सक्यो। यसमा नि फल्स हालेर सकाएँ मैले है। ल म एकचोटि यो कुरा आउँछु। धेरै टाढा छैन, 1 मिनटमा पुग्छ। त्यही हो मैले चाहिँ ल्याएँ अर्को काम लिएर आएको छु। फेरि यो काम चाहिँ खासै होइन, ब्लाउज सिलाउने हो। ब्लाउज चाहिँ त्यो दिदीले आधी सिलाइसकेको रहेछ। दिदीले गर्दै म ठ्याक्क पुगेँ नि त। अनि नभ्याउनु भएको रहेछ होइन। अनि यो मैले गरिदिनु भएको। अब यसलाई यो अगाडिको पाटा र पछाडिको पाटा बनिसकेको छ। अनि बाउला जोडेर यो पाइपिङ हालेर डोरी पाइपिङ हो यो डोरी पाइपिङ हालेर यसलाई बाउला साउला जोडेर खिपचिप हालेर अनि फेरि पुऱ्याइदिन्छु। अनि त्यसपछि सक्यो यो काम आजको। सक्यो होला सायद, खोइ हेरौँ। मैले म त भोलि त शनिबार हो, भोलि शनिबार त छुट्टी हुन्छ होला नि भनेको थिएँ क्यारे। यही हो अब यो यति गरेर पुऱ्याइदिने हो अब है। अब आजलाई यति नै भन्न चाहेँ मैले, किनभने अब मेरो मोबाइलको स्टोरेज फुल भइसक्यो। यहाँनिर नोटिफिकेसन आइसक्यो स्टोरेज फुल भयो भनेर। त्यही हो अब आजलाई यति नै। अब चाहिँ मलाई भोक लागिरह, खाजा खाने हो। अनि बल्ल गर्ने हो यो, अनि मात्र गर्ने हो। मैले खाजा लिएर आएको छु नि। खाजा नि के हो भने भात पकाएर खान झ्याउ लाग्छ, अल्छी लाग्छ। अब खाजा नि पकाएर के खाने। 2टा कोकोनट लिएर आएको छु। कोकोनट सानो पुन्टे कस्तो खालको हो, प्याकेटै कस्तो अर्कै खालको क्या। नक्कली कोकोनट परेछ क्या है। कति पछि देखेको यो बिस्कुट मैले, त्यो पनि यत्रो सानो। पहिले यत्रो ठुल्ठुलो हुन्थ्यो अनि यो क्या 10 cent पोट्याटो ठुलोवाला नि हुन्छ त। पहिला त ठुल्ठुलो चाहिँ कति धेरै खायो यो। अहिले पुन्टेमा नि आउँदो रहेछ सानो। अनि पहिला चाउँछ खाने हो। अब कफी बनाउने हो, बिस्कुट पनि खाने हो। कफी गर्ने बिस्कुट कप्पा हाल्ने क्या त्यसरी। ल आजलाई म यति भन्दै बाई बाई, नमस्ते।
भिडियो कस्तो लाग्यो होला मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला सपोर्ट गर्नु होला प्लिज गर्नु न सपोर्ट है सपोर्ट गर्नु ल हुन त भ्युज पनि आउँदैन खासै अनि कसरी सपोर्ट हुन्छ त हैन ल ठिकै छ नि त ल बाई यति भने त के हो यो यति कालो कालो सेतो सेतो कालो कालो छ त यार टाटी पानी हुन्छ यस्तै छ के भन्नु त नि भएपछि हैन ल बाई